यो चाहिँ मेरो फर्स्ट भिडियो है। सबैले हेरेर साथ दिनु होला, अनि लाइक कमेन्ट सेयर गर्नु होला। हेलो गाइज होइन, अब भोलि चाहिँ मम्मी बाबा पुग्नुहुन्छ अनि चाहिँ टक्क हाम्रो चाहिँ सरसफाइ कार्यक्रम चालु भएको छ। अनि चाहिँ उता मेरो दिदी बसिरहेछ। के गर्नु गाइज, यत्रो 1 वर्षसम्म सफा नगरेको होइन, अब चाहिँ हामीहरू सफा गरेर लागेको। त्यहाँ देख्न सक्नुहुन्छ कस्तो भएको छ। ओहो, अनि त्यही भएर बनाउँदै गाह्रो छ। अब रोपाइ नि स्टार्ट भइसक्यो हाम्रो, अनि रोप्न जानु छ। यत्रो काम छ, यो काम गर्नु हेर्नु यसरी बोकेर ल्याउनु पर्ने छ हामीहरू होइन। अब टक्क म पनि त्यस्तरी बोकेर ल्याउने हो। के गर्नु, जिन्दगीमा यस्तै छ चलेको। 10 को एसी दिएर के गरमला भनेको त, यो रोपाई खेत यो त्यो भनेरै जिन्दगी जाने भयो। हेर्नु साथीहरू, हाम्रो त हरियाली जङ्गल बा, क्या मौसम छ आजको त। साथी मेरो साथीहरू हामी चाहिँ त्यो घर छ नि, त्यो घर हो, त्यहाँ चाहिँ लिन जान लाग्यो के पराल। अनि हाम्रो घर चाहिँ त्यहाँ देख्नु त्यहाँ छ क्या। अनि त्यही भएर यसै अब के गर्नु साथीहरू, गाह्रो छ गाह्रो। हेर्नु साथीहरू, यसरी बोक्नु परेको छ। कति राम्रो आउनुला तेरो घरमा। त्यही त काम चोर बन्दैनन्, यो साँच्चीको हो क्या। अब त्यही भएर काम हल्का चोर्नु भन्दा अब बोक्दिउँ भने हो। हेरु आज के गरे सब भ्लगमा देख्न सक्नुहुनेछ। सबै भन्ने चाहिँ आज दिनभरि के गरे हामीहरूले है, हेर्दै गर्नु होला। त्यो चाहिँ मैले मजाक गरेको है। फर्स्टमा 1 वर्ष भयो भनेको थिएँ नि, त्यो चाहिँ होइन क्या। अस्ति त सफा गरेको, त्यही पनि अब 1 वर्षपछि मम्मी पापा इन्डियाबाट आउँदै हुनुहुन्छ नि त। अनि त्यही भएर यसो भोलि पुग्नुहुन्छ नि त घरमा, अनि त्यही भएर सरसफाइ स्टार्ट गरौँ भनेको के। अब राम्रो त देखाउनु पऱ्यो होइन त। अब 1 वर्षमा जे भयो भयो, त्यो भित्रमा अब नसफा गरेको या सफा गरेकोमा त त्यतिकै भइहाल्यो। अब चाहिँ सफा गर्नु पर्यो। अब यस्तो राम्रो देखाउनु परेन त 1 वर्ष। हेलो गाइज, हाम्रो गाउँतिर त यस्तो काम गर्छन्। तपाईँहरू पनि आउनु होला है हाम्रो गाउँतिर रमाइलो गर्न। हाम्रो त यति छिट्टै रोप्न स्टार्ट गरिहाल्छन् होइन। उता देख्न सक्नुहुन्छ पुरा खेतभरि पानी भरेको छ। अब उता माथि हेर्नु त्यहाँ भ्यू छ। अनि चाहिँ रोपाइ चाहिँ स्टार्ट भइसकेको छ। तपाईँहरू पनि आउँदै गर्नु होला नि यतातिर हाम्रो गाउँतिर। हाम्रो गाउँको नाम चाहिँ मोया हो, मोया। मान्छे पनि मोयालु हामीहरू, अनि गाउँको नाम पनि मोया। अनि यति हो। त्यहाँ मेरो आन्टी खनिराख्नु भएको छ त्यतातै। अनि म चाहिँ बाख्रा हेर्दैछु। अनि यो चाहिँ मेरो बहिनी, सानो बहिनी। अब म ठुलो भए पनि काम चाहिँ सानीले गर्नुपर्छ होइन त। त्यही भएर यस्तै छ, रमाइलो चलिरहेछ जिन्दगीको। के गर्नु, 10 को एसी दिएर यही काम गर्नुपर्छ हामीले पनि। हेर्नु कस्तो राम्रो ड्युटी छ। के भन्दाखेरि नि यस्तो गर्मी छ कि कुरै नगर्नु होइन। यस्तोमा पनि के गर्नु, काम त गर्नै पर्यो होइन। अब यसो रोपाइमा जानु पर्यो, रोप्नु पर्यो। काम नगर्यो भने त घरबाट निकालिदिन्छन् नि। त्यही भएर काम चाहिँ गर्नु पर्यो जस्तो गर्मी भए पनि होइन। देख्नु हेर्नु, यहाँ यसरी रोपिराखन्। के गर्नु, मन लागिरहेछ। तर फर्स्टमा मात्र हो, त्यो पछि त यस्तो घाममा मान्छे डढेर कालो हुने हो साथीहरू। हेर्नु आज
के कस्तो लाग्यो कमेन्ट लाइक सेयर गर्नु होला ओके बाई बाई लभ यु